हेलो गाइस, वेलकम टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ म के भन्न गइरहेको छु भने आज नेपालदेखि सामान आएको थियो हैन, यसो घरबाट पठाइदिएको त्यो म ओपन गर्दैछु। हेर्नु होला के पठाइदिनु भएको छ ल भाइ ल त नेपालदेखि पठाइदिएको मम्मीले हैन। यहाँ चाहिँ घिउ छ, यो चाहिँ चाउचाउ रहेछ, करेन्ट चाउचाउ कति त पठाइदिनु भएको छ, 4वटा पठाइदिनु भएको रहेछ। यो चाहिँ लोकल भालेको देखाइदिनु दाइ अघि लोकल भालेको मासु हो यो। नेपालबाट हाम्रो राम भाइको मम्मी र बुहारीले पठाइदिनु भएको छ यहाँ हाम्रो साउदीमा। यो चाहिँ भट्ट हैन, भटमास। यो चाहिँ घिउ, टक्क घिउ। यो मकै भटमास। यो त औषधि हो, यो पनि औषधि हो। देखाइदिनु दाइ। अब यहाँ अर्का देशमा अब किन्न पाइने महँगो भन्छ का। अनि यो चाहिँ टक्क पिठो कोदोको पिठो रहेछ। आज हामी भरे खाने। यो चाहिँ बिरे नुन पनि ग्यास्ट्रिक स्यास्ट्रिक भएर लाग्यो नि। अझ केही छैन, सक्यो पखाइ एकछिन। अब हाम्रो यता अन्डा पनि छ। यता हाम्रो उदयपुरको भाइ भूपाल बिक भाइ, यता हाम्रो रसुवा जिल्लाको चतुरमान डङ्गल दाई, हामी सबै नेपाली छौँ। अनि यता अचार हैन, अचार। अनि यता हाम्रो दाङ जिल्लाको बाहुन बाजे अहिले उता टोइलेट जानु भएको छ, यहाँ रहेको छ। अनि मेरो चाहिँ कसरी निकाल्नु पर्ने हौ? ल त उहाँ चाहिँ हाम्रो उदयपुर जिल्लाको हो। के गर्दा साथी हो, नेपालबाट पठाइदिएको छ हाम्रो राम भाइको मम्मी र बुहारीले। यति नै भन्न चाहन्छु। यो चाहिँ टक्क है सामान है अब त्यही छदैछ यो। ल अब के गर्नु, यस्तै छ हैन। डायरिया चलिरहेको छ। ल गाइज हेर्नुभयो होला हैन, नेपालदेखि पठाइदिएको सामान। अब यो पठाइदिनु भएको। अब के गर्नु, नेपालको चिज थोरै आए पनि धेरै प्यारो लाग्दो रहेछ। ल अब म चाहिँ यतिमै इन गर्न चाहन्छु। सबैले लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। बाई।